पासपोर्ट रोक्ने के ठानेको छ? यहाँ उहाँहरूलाई यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? हामीले यो देश बनाउनु पर्ने छ। फेरि पनि हामी यो देशलाई संवैधानिक लोकतान्त्रिक मूलधारमा ल्याउँछौँ। देशलाई फेरि पनि सुशासनमा ल्याउँछौँ, शान्ति सुव्यवस्था। अहिले तपाईहरुले हेर्नुभएको होला सामाजिक सञ्जालमा केपी ओलीको घर नयाँ घर भनेर लोकेट गरेर यहाँबाट यति मिनेटमा पैदल पुगिन्छ, यति मिनेटमा गाडीमा पुगिन्छ, सबै हमला गर्न जाउँ। घर तोकिएको छ, देखाइएको छ। सरकार के हेरेर बसेको छ, के गर्दैछ? अनि सरकारले त्यति बेला सुविधाहरू फिर्ता गर्छु, गाडी फिर्ता गर्छु, पासपोर्ट रोक्छु, यिनीहरूमाथि मुद्दा चलाउँछु दाग लगाएर बसेको छ। सरकारका केही कर्तव्य हुन्छन् कि हुँदैनन् म सोध्न चाहन्छु। सरकारमा हुनेहरूले सुविधा चाहिएन, सुरक्षा दिनुपर्छ कि पर्दैन? असुरक्षामा देश हाल्ने, असुरक्षाको माध्यमबाट सरकारमा पुग्ने, आतंक फिजाएर सरकारमा पुग्ने अनि अरूलाई सुरक्षा दिन्न भन्ने, भ्रष्टाचार गर्यो भन्ने हल्ला गरेर हुँदैन। कहाँ भ्रष्टाचार गर्यो, केमा कमिसन खायो, केमा घुस खायो, केमा भ्रष्टाचार गर्यो, त्यस प्रकारका कुराहरू अफवाह चलाएर हुँदैन। अहिले म सुनिरहेको छु सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ। जेनजीका नाममा केही भाइ बहिनीहरू संगठित हुनुभएको छ। जेनजीका नाममा केही भाइ बहिनीहरूलाई गुमराहमा पारिएको छ। म उहाँहरूलाई आग्रह गर्न चाहन्छु, तपाईहरू भर्खरकै हुनुहुन्छ, कलिलै हुनुहुन्छ, तपाईहरूले धेरै बाँच्नु छ। यसै हिसाबले उद्योग धन्दामा आगो लाउँदै जाने हो भने, डिपार्टमेन्टल स्टोरहरू उद्योग लाउँदै जाने हो भने, होटलहरू बाल्दै जलाउँदै जाने हो भने, हाम्रा सम्पदाहरू ऐतिहासिक सम्पदाहरू जलाउँदै जाने हो भने, सिंहदरबार ध्वस्त पार्दै जाने हो भने, संसद भवन ध्वस्त पार्दै जाने हो भने, अनि के खरानी माथि बसेर तपाईहरू सुखी हुन सक्नुहुन्छ भविष्यमा? म नेतृत्वमा छँदा, मैले नेतृत्व गरिरहेको बेला कोभिड भन्दा अगाडि विश्व ब्याङ्क